क्वेसन छ पाइथनमा प्रोग्राम लेख्नुपर्ने के छ भने राइट अ प्रोग्राम टु इनपुट अ नम्बर एन्ड डिस्प्ले इन रिभर्स अर्डर। यसको लागि हामीले सबभन्दा पहिला यो प्रोग्राम लेख्नको लागि पाइथनमा भेरिएबल चाहिँ लिनुपर्छ। त्यो भेरिएबल मैले एरी लिएको छु र त्यसमा इक्वल टु दिएको छु र डाटा टाइप आइएनटी लिएको छु र पोस्टभित्र इनपुट स्टेटमेन्ट युज गरेको छु। त्यसमा पछाडि फेरि पोस्ट युज गरेको छु र यहाँ डबल कोटेसनभित्र इन्टर मल्टी डिजिट नम्बर भनेर हालेको छु। अनि त्यसमा तल चाहिँ एस इक्वल टु 0 या मैले सेभ गरेर देखाउनको लागि त्यसको भ्यालु केही छैन भने 0 लिनुपर्छ। त्यस पछाडि यहाँ मैले व्हाइल लुप लिएको छु। व्हाइल दिएपछि यहाँ कन्डिसन लेखेको छ n ग्रेटर देन 0। अब n 0 भन्दा माथि रहन्छ तब चाहिँ यो रन गर्छ। n यदि 0 या 0 भन्दा कम भयो भने स्टप हाल्छ। त्यसको तल r इक्वल टु n मोड 10। अब r इक्वल टु n मोड 10 किन लिएको छु भने अब यसलाई उल्टो गर्नको लागि पहिला लास्टको नम्बर लिनुपर्छ अनि त्यो 10 ले चाहिँ डिभाइड गर्दाखेरि r चाहिँ रिमाइन्डरमा आउँछ अनि यसले चाहिँ मोडले रिमाइन्डर देखाउने काम गर्छ। अनि त्यसपछि त्यसको तल s इक्वल टु s इन्टु 10 प्लस r। अब यो r जति आउँछ त्यसमा s जति रहन्छ त्यसमा 10 ले मल्टिप्लाई गर्छ र r जोडिन्छ। यसको प्रक्रिया चाहिँ चलिरहेछ। र त्यसपछि त्यसको तल चाहिँ n इक्वल टु n मोड बाई n इन्टिजर डिभिजन 10। अब यो n मा 10 लिएर डिभाइड दिन्छ त क्वेसन जति रहन्छ त्यति मात्रै देखाउँछ र त्यो चाहिँ माथि फेरि n मा जान्छ र n ले 0 सँग कम्पेयर गर्छ। यस्तो प्रक्रिया चलिरहन्छ। अनि लास्टमा जब यो सकिहाल्छ n बराबर 0 भइहाल्छ भने तब चाहिँ के हुन्छ भने यहाँ तल रिजल्ट देखाउँछ प्रिन्ट द रिभर्स अर्डर इज यस। अब यसलाई मैले चाहिँ के गर्छु भने आउटपुट निकालेर देखाउँछु। जस्तै यहाँ रन अप्सन छ। रन अप्सनमा क्लिक गरेपछि आउटपुट स्क्रिन जान्छ। आउटपुट स्क्रिनमा गइसकेपछि यहाँ मैले नम्बर हालेँ। जस्तै यहाँ 3 4 5 6 7 नम्बर हालेँ। इन्टर थिचेँ। अब यसको यसरी यहाँ देखाएँ उल्टो गरेर। हवस्, धन्यवाद।